नमस्ते, तपाईँलाई स्वागत छ कफी विथ अभिनन्दन शोमा। हामी चाहिँ प्रस्तुत भइसकेका छौँ। हामीलाई यहाँका यस पोडकास्टका चाहिँ सञ्चालक अभिनन्दन यादवजीले कफी बनाएर रेडी गरेर हामीलाई दिइसक्नु भएको छ। अभिनन्दनजी पर्दा पछाडि हुनुहुन्छ अहिले। र आजको विषय भनेको हामी चाहिँ अहिले ब्याङ्कक स्थित ब्याङ्कक सिटीमा अवस्थित छौँ र आजको यहाँ के घटना कसरी चाहिँ हामीले आजको दिनलाई चाहिँ बितायौँ, आजको दिनको सुरुवातसँगै के भयो आज दिनभरि के भइरहेको छ त्यो बारेमा चाहिँ हामी विस्तृत विवरणहरू जानकारीहरू यो भ्लग मार्फत हजुरलाई दिन चाहन्छौँ। किनभने हाम्रो पनि यो पहिलो इन्टरनेसनल टुर हो होइन, त्यही कारणले हामी जस्ता धेरैजना हुनुहुन्छ अहिलेसम्म इन्टरनेसनल टुर गर्नु नभएका उहाँहरूको लागि चाहिँ हामीले विशेष गरी यो चाहिँ प्रसारण चाहिँ प्रस्तुत गर्दछौँ। हामीसँग हुनुहुन्छ यहाँनिर हाम्रो प्रिय दाई नेत्र सुवेदी, हाम्रो यता भाइ हुनुहुन्छ अनन्त मैनाली र यता हुनुहुन्छ हाम्रा पोडकास्टका सञ्चालक अभिनन्दन यादव। र आजको पहिलो विषय जस्तै कि ब्याङ्ककमा घुम्ने स्थानहरू के छन्, के गर्दा ठिक होला, कसो गर्दा ठिक होला र यहाँदेखि पटाया सिटीको दूरी कति छ, त्यो विषयमा हामी छलफल गर्दै हुन्छौँ। छलफल गर्ने क्रममा म प्रश्न सोध्न गइरहेको छु। हाम्रो नेत्र सर हुनुहुन्छ, नेत्र सरले जवाब दिनुहुन्छ। नेत्र सर, यहाँलाई स्वागत छ अभिनन्दन शोमा। सञ्चालक अरू भए पनि म पनि यहाँ आज गेस्ट भएर चाहिँ प्रस्तुत भइरहेको छु। ठिक छ ल, भाइहरूको मेहनतलाई ल धेरै धन्यवाद दियोस्। सुरु गरेछन् यस्तो छ। अब यो विदेश जाने कुरा भनेको चाहिँ अब सकेसम्म त आफ्नो देशको हो भन्ने नै हो। अब बेला मौकामा एउटा आफूलाई पाएको पर्दा आफ्नो हुँदाखेरि विदेशतिर पनि जानुपर्छ, त्यहाँको विकास देख्नुपर्छ भन्ने हिसाबमा विदेश टुरको एउटा राम्रै पक्षको पनि छ उसको एउटा प्रकार। नेता सर, तपाईँलाई सर्वप्रथम हाम्रो दर्शकहरूलाई भनिदिनुहोस् हजुरले, हामी चाहिँ ब्याङ्कक आउनलाई नेपालबाट के कसरी डकुमेन्टेसन गरेर र के आधारमा हामी चाहिँ यता प्रस्थान गर्न सक्छौँ? यो एकदम सही प्रश्न सोध्नु। थाइल्यान्ड आउँदाखेरि मात्रै पनि होइन, जुनसुकै देशमा जाँदाखेरि पनि अब हाम्रो देशको पासपोर्टको प्रक्रिया अनुसार, पासपोर्टको वेट अनुसार चाहिँ अब कुनै देशमा चाहिँ अब एयरपोर्टमा भिसा लाग्ने व्यवस्था पनि हुन्छ। यताबाट टिकट काट्ने, होटल बुक गर्ने, जाँदाखेरि एयरपोर्टमा त्यहीँ भिसा लिने, त्यसलाई अनअराइभल भनिन्छ। कुनै हुन्छ तपाईँको चाहिँ यी भिसा लिएर जाँदा मिल्ने, एप्लाई गरिराख्ने, जाँदै गर्दाखेरि भिसा आइसक्छ, भइहाल्यो। अर्को हुन्छ बकाइदा पासपोर्टमै छाप लगाएर चाहिँ भिसा भइरहेछ।